पख्नुहोस् मदनजी, अब मेरो कुरा सुन्नुहोस्। सुगौली सन्धि अगाडि नेपालको पूर्वी सिमाना भुटानसँग र दक्षिण पूर्वी सिमाना बङ्गलादेशसँग जोडिन्थ्यो। त्यस बेलाको नेपालको क्षेत्रफल 3,34,250 वर्ग किलोमिटर थियो। सुगौली सन्धि पछि 1,86,734 वर्ग किलोमिटर घटेर जम्मा 1,47,516 वर्ग किलोमिटर मात्रै कायम भयो। सुगौली सन्धिले त झन्डै 2/3 नेपाली भूमि नै हडप्यो। सुगौली सन्धिको 131 वर्षपछि वा सन् 1947 अर्थात् विक्रम सम्वत 2003 सालमा भारत ब्रिटेनको उपनिवेशबाट मुक्त भई स्वतन्त्र भएको थियो। यदि नेपालले चाहेको भए ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग गरेको सुगौली सन्धि पनि ब्रिटिस शासन समाप्त भएसँगै नेपालले भङ्ग भएको घोषणा गर्न सक्थ्यो। पहिलो कुरा, भारत स्वतन्त्र भएकै 4 वर्षपछि वा 31 जुलाई सन् 1950 अर्थात् विक्रम सम्वत 2007 साउन 16 गते नै नेपाल र भारत बीच अर्को शान्ति तथा मैत्री सन्धि भयो। उक्त सन्धिमा नेपालको तर्फबाट प्रधानमन्त्री मोहन शमशेरले र भारतको तर्फबाट राजदूत चन्द्रेश्वर प्रसाद नारायण सिंहले हस्ताक्षर गरेका थिए। त्यही सन् 1950 कै सन्धिको धारा 8ले सुगौली सन्धि नै खारेज गरेको थियो। त्यसपछि त उतिखेरै ग्रेटर नेपालको साबिकको भूमि नेपाली भएकै थियो। यो कुरा हामीले होइन, सन्धिकै धारा 8ले नै बोल्छ। धारा 8मा भनिएको छ, जहाँसम्म यहाँ उल्लेख भएका कुराहरूको सवाल छ, तिनको हकमा यो सन्धिले नेपाल सरकार र भारत सरकारको तर्फबाट ब्रिटिस शासकको बीचमा भएका सबै सन्धिहरू, सम्झौताहरू र प्रतिज्ञापत्रहरूलाई खारेज गरेको छ भनी प्रष्ट उल्लेख गरेको छ। अब मजबुत जनधरातलमा उभिएको नेपाल सरकारले ग्रेटर नेपालको हाम्रो भूमि फिर्ता ल्याउन भारतसँग आवाज किन नउठाउने? यसबारेका अन्य विस्तृत प्रमाणहरू मेरो नामको युट्युब च्यानलको ग्रेटर नेपाल र सुगौली सन्धि शीर्षकको भिडियोमा मैले राखेको छु, हेर्नुहोला। मेरो निष्कर्ष नै ग्रेटर नेपालको हाम्रो भूमि फिर्ता ल्याउनुपर्छ भन्ने नै हो। ल, अब तपाईँको कुरा राख्नुहोस्।